यो हेर्नुहुँदैछ, यो चाहिँ के हो? मकै, कर्न। यसको चाहिँ बेनिफिट्सहरू चाहिँ धेरै छ। यसले चाहिँ हामीलाई धेरै प्रकारको रोगहरूबाट मुक्ति गराउँछ। यसको चाहिँ यो जुन चाहिँ यहाँबाट आएको दाह्री हुन्छ नि, यो यस्तो हुन्छ नि, यो चाहिँ हामीले चाहिँ फ्याँक्नु हुँदैन। यसलाई चाहिँ हामीले सबै निकालेर चाहिँ यसरी राखेर यसलाई चाहिँ पानीमा मजाले उमालेर पखालेर मजाले पानीमा बोइल गर्नुपर्छ। मजाले बोइल गरेपछि चाहिँ यसलाई चाहिँ हामीले यसरी चिया बनाएर खानुपर्छ हो। यसरी चिया बनाएर खाँदाखेरि चाहिँ हामीलाई चाहिँ हेल्थ बेनिफिट पुरा हुन्छ शरीरमा। यो चाहिँ मकैको सिजनमा चाहिँ पुरा हुन्छ। तपाईँहरूले यसलाई चाहिँ राखेर सुकाएर खानुहुँदा पनि हुन्छ, चाहे भेट्यो भने डेली फ्रेस खाँदा पनि हुन्छ। म चाहिँ अहिले मकैको टाइममा चाहिँ ल्याएर चाहिँ यसको फ्रेस टी खान्छु। यसले चाहिँ इम्युनिटी बुस्ट गर्छ हो। डायबिटिस, अर्थराइटिस, यस्तो धेरै प्रकारको मुटुको रोगहरू, धेरै प्रकारको बिमारीहरूलाई चाहिँ यसले चाहिँ बचाएर राख्छ। यो भन्छ कि यसले चाहिँ क्यान्सर स्टेजलाई पनि यसले राम्रो गर्छ। अब यो त सबै नेचुरल अर्ग्यानिक हो नि त। हामीले त यसलाई पहिला त डल्लै फ्याँक्थ्यौँ होइन, टाढो टाढो फ्याँक्थ्यौँ, मलमा फ्याँक्थ्यौँ, मल बनाउँथ्यौँ, बाटोभरि फ्याँक्थ्यौँ, डस्टबिनमा हाल्थ्यौँ। तर यस्तो चाहिँ गर्नु हुँदैन रहेछ। अहिले बुझ्दाखेरि चाहिँ यसको चाहिँ बेनिफिट पुरा रहेछ। यो फरेनतिर त यति डरलाग्दो बिक्री हुँदो रहेछ। तपाईँको चाहिँ अब यो ग्राम्सको हिसाबमा बिक्री हुँदो रहेछ। सुकाएर यसको ग्राम्सको हिसाबमा बिक्री हुँदो रहेछ। हामीले पो नजान्दो रहेछ। तपाईँहरूले पनि खानुहोस् है, यो चाहिँ एकदमै राम्रो। म त खान्छु। चिया चाहिँ एकदमै राम्रो हुन्छ। यसमा चाहिँ केही हाल्नु हुँदैन, चिनी, नुन, दुध केही हाल्नु हुँदैन हो। एकदम सादा खानुपर्छ, सादा खायो भने चाहिँ यसले चाहिँ हामीलाई हेल्थ बेनिफिट मजाले दिँदो रहेछ। पहिला मलाई पुरा जिउहरू दुख्थ्यो होइन, हात खुट्टाको जोइन्टहरू पेन हुन्थ्यो, तर यसले चाहिँ यो खाएकोदेखि चाहिँ धेरै कम्ती हुँदो रहेछ। अब यो चाहिँ हामीले नजान्दाखेरि रहेछ नि त। अब यो कलिलो मकै छ भने चाहिँ यसलाई चाहिँ फेप्ला बनाएर खानुहुन्छ, उसिनेर खानुहुन्छ, भुटेर, पोलेर। अब कस्तो प्रकारले खान्छ हामीले त खानु जानेकै हो कुरो, तर यो कुरो चाहिँ हामीले चाहिँ उपयोगमा ल्याउनु पऱ्यो नि त हो। तपाईँहरूले पनि आजदेखि चाहिँ यस्तो चिया खानुहोस् है, एकदम राम्रो हुन्छ।